साथीहरू आज हाम्रो घरमा चाहिँ कोदोको मोमो पाकिरहेको छ। कोदोको पिठो प्लस भेज किमासँग कोदोको पिठो च्यातो लाएर पनि रेडी भइसकेको छ हाम्रो चाहिँ यहाँ। अनि आज चाहिँ मोमो पनि बनाइसक्यो हामीले। अनि चाकु चलाएर मोमो त बनाउने चाहिँ अनि दाइले पिठो बेल्नु भयो, बनाउँदै दिनुभयो, मैले बनाएँ, दुई मिलेर बनाएको। पलेटी मारेर बस्दा त बाबा खुट्टा दुख्ने रहेछ। त्यही भएर खुट्टा नि यताउता तन्काएको भयो नि त हाम्रो त। मोमो बनाउँदा पिठो सबै अनुहार लागेर बिजोको हुँदो रहेछ हौ, गाह्रो हुन्छ त। पकाउनु पर्को। अनि मैले चाहिँ मिठो चाहिँ छैन त्यसो भए। अनि सुप चाहिँ अगाडि पकाएर हामीले यसरी चाहिँ त मोमो बसाल्यौँ। अनि भाँडा सफा गर्नुपर्ने थियो नि मेरो, अनि मैले सफा गरेँ। त्यस पछाडि मोमो पनि पाक्यो। अनि त्यस पछाडि मैले चाहिँ फर्स्टमा पाकिनँ भनेर थाहा भएन नि त। अनि मैले चाहिँ तर पाकिसकेछ। अब हाम्रो मोमो रेडी भइसकेको थियो। अन्त दाइ र मैले चाहिँ खाइहाल्यौँ। तातो खानुपर्छ नि त छिटो भनेर। अनि अङ्कल आन्टी दाइ चाहिँ अङ्कल र दाइ चाहिँ अफिसबाट आउनुपर्छ नि त। अनि उहाँहरू अफिसबाट आइसकेपछि खानुहुन्छ आन्टी दाइ अङ्कलले चाहिँ। अनि हामीले चाहिँ तातो खाइहाल्यौँ। अनि उहाँहरूले चाहिँ पकाएर पुग्यो नि त। खाएर गर्नु चाटेर मोटाउनु भन्ने खान्छ नि त। अनि पातलो छु त्यही भएर चाट्नु पऱ्यो थाल। अनि मैले साथ चाटेर दाइले जानुभयो। अनि आजको मेरो चाहिँ यति हो। बाई साथीहरू, तपाईँहरू ट्राई गर्नुहोस् है।